सैनिकहरूले कहिलेकाहीँ जानी नदीमा रातो रङ मिसाइदिन्छन् र त्यसमा आफ्ना विरोधी सेनाहरूका वर्दीहरू फालिदिन्छन्। यसो गर्नुका मुख्य उद्देश्य नदीको पानीलाई रातो बनाएर शत्रुको क्षेत्रमा पुर्याउनु हो। जब शत्रुले रातो रङको पानी र आफ्नो वर्दी बगिरहेको देख्छन् उनीहरूलाई लाग्छ कि नदीको माथिल्लो भागमा आफ्ना साथीहरू घाइते भएका छन् र मद्दत मागिरहेका छन्। जब उनीहरू मद्दतका लागि मेडिकल टिम पठाउँछन् पहिले नै लुकेर बसेका सैनिकहरूले उनीहरूमाथि अचानक आक्रमण गर्छन्। सैनिकले आफ्नो हेलमेटको भित्ता जानी काट्छन् र खुल्ला राख्छन्। यो सुन्दा अनौठो लाग्न सक्छ तर यो सुरक्षाका लागि हो। खुला बम विस्फोट हुँदाखेरि उत्पन्न हुने शक्तिशाली शक वेगले हेलमेटलाई तीव्र गतिमा पछाडि धकेल्छ र यदि भित्ता कसिलो बाँधिएको छ भने त्यसले सैनिकको चिउँडो र टाउकोमा गम्भीर चोट पुर्याउन सक्छ र घाँटी भाँचिन सक्छ। तर भित्ता खुल्ला छ भने विस्फोटको धक्काले हेलमेट मात्र उछिटिन सक्छ र सैनिकको ज्यान जोगिन्छ। सैनिकहरूले सडकको किनारामा फलामका श्रोम सेल बनाएर त्यसमा सेतो रङ लगाइदिन्छन्। विरोधी सेनाहरूका चालकहरूले रमाइलोका लागि बाटोमा सफा गर्ने बाहनामा हिउँका मान्छेहरूले गाडीमा ठक्कर दिँदै हिँड्न मन पराउँछन्। जब उनीहरूले यी फलामका श्रोम सेनालाई हिउँको मान्छे सम्झेर ठक्कर दिन्छन् उनीहरूको गाडी नराम्रोसँग क्षतिग्रस्त हुन्छ र विस्फोट समेत हुन सक्छ। र यस्तै भिडियो हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला र कमेन्टमा भन्नु होला कि आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो।